हाई गाइज वेलकम टु माई मिनी ब्लग। आज चाहिँ मम्मीको बर्थडे स्पेसल ब्लग छ है। आज मम्मीको बर्थडे थियो, त्यसैले बहिनी र म मिलेर चाहिँ सानो सरप्राइज प्लान गरेका थियौँ र ठुलो बाबुलाई स्कुल पठाएर सानो बाबु र म चाहिँ लाग्यो केबल कार चढेर। त्यसपछि यहाँ भाइ रिसिभ गराउनु भएको थियो अनि हामी गयो। मैले बुके अर्डर गरेको थिएँ र बुके लिएर लागेँ बेकरीमा। बेकरी पुगेर यहाँ नाम लेख्न बाँकी रहेछ, त्यसपछि दाइले नाम लेखिदिनु भयो अनि केक बोकेर हामी लाग्यो कुरिनघाटतर्फ, मेरो माइती गाउँ। त्यसपछि आइपुग्यो कुरिनघाट। त्यसपछि म आइपुगेपछि एकछिनमा बहिनी पनि आइपुग्यो अनि बहिनी र म मिलेर चाहिँ ल अब यहाँबाट चाहिँ हामी हिँड्दै हिँड्दै जान लाग्यो मम्मी भएको ठाउँमा। हामी चाहिँ एकदमै एक्साइटेड भइरहेको थियौँ, मम्मी के गर्दै हुनुहुन्छ होला, कसो गर्दै हुनुहुन्छ होला भनेर। अनि कवितासँग कन्ट्याक्ट भएर चाहिँ हामी पुग्यौँ। मम्मी चाहिँ बसिरहनु भएको रहेछ। हामीलाई देख्ने बित्तिकै सरप्राइज हुनुभयो, सक्ड हुनुभयो, एकदम खुसी हुनुभयो, इमोसनल पनि हुनुभयो। सोचेको थिएन अरे यस्तो आउँछ भन्ने लागेकै थिएन अरे। अनि हामीलाई देखेर मम्मी एकदमै सरप्राइज हुनुभयो। त्यही त हो नि, एउटा आमाको लागि सन्तानहरूले केही उपहार नै दिनुपर्छ भन्ने छैन होइन। सन्तानहरू भएर मात्रै एकदम सन्तानहरूको उपस्थिति सन्तानहरूले सम्झिदिए मात्रै पनि एउटा आमालाई चाहिँ धेरै खुसी मिल्छ। त्यस्तै मम्मी पनि खुसीको सीमा नै रहेन, एकदमै धेरै खुसी हुनुभएको थियो। हामीले चाहिँ मम्मीको मुहारमा यही खुसी देख्न चाहन्थ्यौँ, त्यसैले हामीले चाहिँ मम्मीलाई नभुलिकन चाहिँ हामी मम्मी बर्थडे गएको थियौँ र अब केक काट्ने तयारीमा आफ्नो बाहिर नसोची जहिले हाम्रो हाम्रो लागि हरेक कुरा गर्न तयार हुने मेरो प्यारो मम्मीलाई जन्मदिनको धेरै धेरै शुभकामना। सधैँ खुसी रहनु, सुखी रहनु, स्वस्थ रहनु, सधैँ हजुरको मुहारमा यसरी नै हाँसो खुसी देख्न पाऊँ। हजुरलाई जन्मदिनको अनगिन्ती शुभकामना। हामी चाहिँ यहाँ सबैजना थियौँ, मम्मी भाउजूहरू सबैजना थियो अनि सबैजना भएर चाहिँ केक काट्यौँ। बाबु खाँदैछ, त्यसपछि हाम्रो खुवाउने पालो। अब कान्छी छोरीको पालो, पालै पालो केक खुवाउँदैछौँ। मेरो प्यारो हाम्रो घरको मेरो मम्मीको कान्छी छोरी कविताले केक खुवाउँदैछ। त्यसपछि भाउजूको पालो यहाँ जबरजस्ती मम्मीलाई गिफ्ट दिँदै हुनुहुन्छ अनि हामी सबैजना पालो पालो केक खुवायो खायो। सानो सेलिब्रेसन पनि रमाइलो भयो। अनि यहाँनिर मम्मीको फेभरेट भेज पिज्जा थियो अनि मम्मीलाई एकदम मनपर्ने। त्यसपछि हामीले पिज्जा लगेर गएको थियौँ अनि त्यसपछि सबैजना बसेर पिज्जा खायो, केक खायो। त्यसपछि खाइसकेर हामी एकछिन घाम ताप्यो, रमाइलो गऱ्यौँ। अनि मम्मीले खाना खाएको छैन होला, म भनेको भएदेखि म बनाइराख्थेँ नि भन्दै हुनुहुन्थ्यो। अनि खाना भनेको भए त अनि कहाँ सरप्राइज हुन्थ्यो र होइन। तैपनि मम्मीले हतार हतार खाना बनाइदिनु भयो। मम्मी हातको मिठो खाना खायो अनि खाना खाइसकेर एकछिन मम्मीको इन्टरभ्यू लियो अनि त्यसपछि हामी एकछिन गफ गऱ्यौँ अनि बहिनी र म फेरि आफ्नो आफ्नो घरतर्फ फर्क्यौँ। मम्मीको इन्टरभ्यू। मम्मी तपाईँलाई जन्मदिनको फेरि पनि धेरै धेरै शुभकामना। तपाईँलाई आज हाम्रो छोरीहरूले दिएको सानो सरप्राइज कस्तो लाग्यो? मलाई एकदम खुसी पनि लाग्यो, कता कता भित्रभित्र रुन मन पनि लाग्यो। मलाई साह्रै खुसी पनि लाग्यो। मलाई केही थाहै थिएन, मलाई केही पनि थाहा थिएन। नजिक भएर पो आयो छोरीहरू। अब टाढाको नि आउन त मन लागेको थियो बिचरा, अब टाढा भएर आउन पाएन, भ्याएन, नजिक भएर आयो। यसको लागि धेरै धेरै धन्यवाद, धेरै धेरै खुसी लाग्यो। बाई बाई।